एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज म कलेजमा मेरो लगबुक लिन जाँदैछु। सो अब मेरो सानो जर्नी तपाईँहरूसँगै सेयर गर्नेछु। लेट्स गो है त। फाइनली म र मेरो साथी चाहिँ घरबाट निस्किसक्यौँ। आजको वेदर पनि राम्रो छ, सो जर्नी पनि राम्रो हुँदैछ। सो गाइस, अब हामी पनि कलेजको नजिक आइसकेको छौँ। अब चाहिँ कलेजमै भेटौँला। एन्ड फाइनली कलेज आइसकेँ। धेरै दिनपछि कलेज आउँदा कस्तो डिफ्रेन्ट फिल हुन्छ नि। अब चाहिँ सिधै लगबुक लिन जान्छु। कलेजभित्र आएपछि पुरानो मेमोरिजहरू पनि कति याद आइरहेछ, तर अब इमोसनल हुने होइन, पहिला लगबुक लिन पर्यो है त। एन्ड फाइनली आई गट माई लगबुक। आज कलेज आउनुको रिजन पनि यही थियो। सो फाइनली काम कम्प्लिट भयो। लगबुक लिएर घर फर्किनुभन्दा अघि एकचोटि आफ्नो क्लासतिर पनि जान मन लाग्यो। धेरै दिनपछि आफ्नो क्लास हेर्दा पुरानो मेमोरिजहरू पनि याद आयो। त्यो क्लास, त्यो बेन्च, त्यो सानो सानो मुभमेन्ट, सबै कुरा एकदम राम्रो लाग्यो। क्लास बाहिरको भ्यू पनि एकदम राम्रो देखिरहेको थियो। सो फाइनली लगबुक पनि मेरो हातमा आइसकेको छ। अब चाहिँ कलेजबाट घर फर्किँदैछु। आजको काम सानो थियो, तर मिनी ब्लगको लागि रमाइलो मुभमेन्ट भयो। एन्ड द्याट्स इज फर टुडे मिनी ब्लग। थ्याङ्क यू सो मच फर वाचिङ माई लिटिल ब्लग। यस्तै सानो सानो मुभमेन्टहरूको लागि फेरि अर्को मिनी ब्लगमा भेटौँला। बाई।